आज हामी कुलेन्द्र विश्वकर्मा, दीपिका बयाम्बु, रोशन सिंह अनि सारिका केसीको स्वरमा रहेको यो लोक दोहोरी गीत ए घाम ए जुन यसका शब्दहरूमा अलिक गहिरिएर हेर्दैछौँ। हो, एकदमै चर्चित गीत पनि हो यो। हो नि, यसका शब्दले खासमा के भन्न खोजेको छ त्यो भावलाई अलिक केलाउने प्रयास गरौँ न आज। हुन्छ। गीतमा त्यो एउटा लाइन छ नि जुन घरिघरि आउँछ, ए घामे जुन मलाई पागल बनाउने मेरै माया हुन्। त्यो त हुक लाइनै भयो गीतको। हो, त्यसले नै गीतको मुटु समाते जस्तो लाग्छ। ल यसैलाई अलिक खोलौँ न त। हुन्छ। सुरुमै सुनिन्छ नि त्यो, जसको नामको मुठुमै खत बस्यो, जिन्दगीभर उसैको लत बस्यो। यो सुन्दा त प्रेम मात्रै होइन कि एउटा गहिरो नमेटिने छाप जस्तो, हैन? कस्तो होला यो? हो त नि, यो सामान्य प्रेमभन्दा अलिक गहिरो, मतलब खत र लत जस्ता शब्दले नै यसको तीव्रता देखाउँछ। हो हो, अलि नकारात्मक जस्तो पनि सुनिन्छ, नियन्त्रण बाहिर गयो जस्तो। साँच्चै। यो लोकदोहोरीमा प्रेमलाई अलि उग्र रूपमा, कहिलेकाहीँ त अलि आत्मविनाशकारी पनि देखाउने चलन छ नि। हो, त्यो खालको चित्रणसँग मिल्छ यो। यो त जीवनभरको नशा जस्तै भयो। तर यो गहिरो भाव त खुसी मात्रै छैन जस्तो छ। अलि अगाडि बढ्दा त घामले सोध्यो के छ हाल तेरो, जिन्दगी नै अन्ध्यारो छ मेरो भन्ने आउँछ। अनि अझै त्यो घुटु घुटु छु आँसु पिएको उपहारमा मायाले दिएको, मायाको उपहार नै आँसु। यो त कस्तो विरोधाभास। एकदमै, यो विरोधाभास नै त हो नि गीतको शक्ति। बाहिरी संसार मतलब घाम अनि भित्री संसार त्यो अन्ध्यारो हो। यसले त्यो वियोगको पीडालाई झल प्रष्ट पार्छ। जुन माया पहिला आशा थियो नि, हो, जीवनमा आश थियो, त्यही माया नै अहिले दुःखको कारण बन्यो, जिन्दगीमा दियो अथवा सुदियो। अनि त्यो उपहार नै आँसु भन्दा त सम्बन्ध कति नराम्रो भयो होला भन्ने बुझिन्छ। हो नि, कति कलात्मक ढङ्गले भनेको छ। यो त निराशाको गहिरो खाडल नै हो। अनि गीतमा दुःख मात्रै छैन, धोका र अन्यायको कुरा पनि चर्को रूपमा आएको छ जस्तो लाग्यो। बस्तीको लगाइन मुठीबाज, यो सुन्दा त अन्याय भयो, विश्वासघात भयो जस्तो लाग्छ नि। हो त नि। अनि त्यो रुदा रुदै दिन गयो रात गयो, प्रीतिमा म माथि घात भयोले त झन स्पष्टै पार्यो। हो, यहाँ व्यक्तिगत पीडा मात्रै होइन, आफूमाथि अन्याय भयो, मतलब घात भयो भन्ने भावना एकदमै बलियो छ। त्यही त। अनि त्यो मुठीबाज भन्ने शब्दले जानी जानी धोका दिएको जस्तो संकेत गर्छ। यसले प्रेममा हुने घात र त्यसले दिने हारको तितो यथार्थ देखाउँछ। अनि त्यो अर्को लाइन, न त जीवन वार भयो पार भयो, केवल मायाको हार भयो। हो, त्यसले त निष्कर्ष नै दिए जस्तो छ, यो सम्बन्ध पुरै असफल भयो, जीवन नै अल्पत्र। यो पीडा, यो हार यति गहिरो छ कि गीतमा त जीवनबाटै मुक्ति खोजेको जस्तो निराशा पनि देखिन्छ। साँच्चै। कि त उनका यादहरू रोकियोस्, कि त मेरो अन्तिम दिन तोकियोस्। यो त चरमबिन्दु नै भयो नि। साँच्चै गम्भीर प्रश्न उठाउँछ। पीडा यति असह्य भएपछि मान्छेले कि त यादको अन्त्य खोज्छ कि जीवनकै? हो, यो वियोगको चरम अवस्था हो। अनि त्यो मन पनि रोएर आघान्न, आँसुले नि यादहरू बगाउन नसक्नु। कस्तो व्यवस्था हो, त्यसले त्यो भावनात्मक घाउ कति गहिरो छ, मेटिँदै मेटिन भन्ने देखाउँछ, कतैबाट राहत छैन जस्तो। अनि त्यो अर्को लाइन, दुःख पनि दुखी छ मबाट। हो, त्यो त झन्, मतलब दुःखलाई पनि मसँग बस्दा दिक्क लागिसक्यो होला भन्ने जस्तो। पीडाको पराकाष्ठा नै हो त्यो। त्यसो भए यी सबै शब्दहरूलाई एकै ठाउँमा राखेर हेर्दा यो गीतले तीव्र प्रेमबाट सुरु भएर गहिरो दुःख अनि धोका हुँदै अन्तमा उम्कनै नसकिने निराशासम्मको एउटा दर्दनाक यात्रा देखाउँछ। अनि यो सबै व्यथा, यो सबै पीडा चाहिँ घाम र जुनलाई साक्षी राखेर पोखिएको छ। त्यसले यसलाई अझै कस्तो स्थायी बनाएको छ। तपाईले एकदम ठिक भन्नुभयो। यो गीतले लोक दोहोरीका चिनिएका बिम्बहरू जस्तै घाम, जुन, बस्ती, आँसु यिनीहरू प्रयोग गरेर प्रेम वियोगको त्यो विश्वव्यापी अनुभवलाई नै एकदम मार्मिक ढङ्गले प्रस्तुत गर्छ। हो, स्थानीय रंग दिएर। त्यसैले त श्रोतालाई यति धेरै छुन्छ नि। त्यही त। अब हामीले सोच्नुपर्ने कुरा के होला भने, यस्ता विषयवस्तु
प्रेम, वियोग, धोका अनि यस्तो चरम निराशा लोक सङ्गीतमा यति धेरै किन लोकप्रिय हुन्छन् होला? यो एउटा प्रश्न हो। हो, यसले हाम्रो समाजले प्रेम र त्यससँग जोडिएका जटिल, कहिलेकाहीँ एकदमै पीडादायी भावनाहरूलाई कसरी बुझ्छ, कसरी सामना गर्छ अनि कसरी कला मार्फत व्यक्त गर्छ भन्ने बारे केही गहिरो सङ्केत गर्छ कि? यो एउटा विचारणीय कुरा